हेलो गाइस, नमस्ते। फेरि पनि स्वागत छ फेरि अर्को नयाँ भ्लगमा हैन। हामी चाहिँ आज दुई भाइ बिहानै नुहाएर अब हस्पिटलको लागि निस्किसक्यौँ। हाम्रो चाहिँ छोङहाप खुम्जिन गराउनु छ। मेरो चाहिँ भाइको चाहिँ इन्डोस्कोपी गराउनु छ। त्यही भएर आज चाहिँ छुलकुन्डा गर्ने, आज काममा नजाने हैन। एन्छा प्रयोग गरेर हामी चाहिँ हस्पिटल गइसक्यौँ। अब त्यही त हो नि, स्वास्थ्य सबभन्दा ठुलो धन हैन। स्वास्थ्य चेकअप चाहिँ गराउनु पर्छ। अब 8:30 बजे चाहिँ मेरो बुकिङ छ। भाइको चाहिँ बुकिङ छैन। अब त्यहीँ गएर त्यो गर्नुपर्छ। मेरो चाहिँ फेरि कम्पनीदेखि हो के, मेरो चाहिँ पैसा लाग्दैन। कम्पनीदेखि चाहिँ न्यु इयरमा चाहिँ बाँड्छ के कुपनहरू। अनि मेरो चाहिँ यो कुपन के अरे स्वास्थ्य छोङहाप खुम्जिन स्वास्थ्य फुल बडी चेकअपको कुपन परेको थियो। अनि त्यही भएर त्यहाँ बुकिङ छ। त्यही भएर चाहिँ आज चाहिँ चेकअप गराउन जानु लाग्यो। अनि भाइ चाहिँ अब म सँगसँगै हैन। मेरो पनि इन्डोस्कोपी, भाइको इन्डोस्कोपी गर्नु छ। अनि इन्डोस्कोपी म पनि गर्न जान्छु भनेर भाइ र म सँगै हिँडेको हो आज चाहिँ। सो त्यही हो, 8:30 बजे बुकिङ छ। अब बस स्ट्यान्ड जानुपर्छ है त गाइस। स्टे ट्युन। गाइस फाइनली पुग्यो हैन, हस्पिटल यही हो। अब जाउँ चेकअप गराउँ के हुन्छ हैन। हस्पिटल त ठुलै छ हैन। सङ्मो फेन्टेक सङ्मो फेङ्गोन फेन्टेकमा छ। म चाहिँ केही भयो भने यही आउँछु हस्पिटलमा। तर खासै राम्रो हस्पिटल छैन गाइज यो। सो गाइज हैन, हाम्रो चाहिँ सबै कम्प्लिट हुन लागिसक्यो। मेरो चाहिँ यहाँ इन्डोस्कोपी पनि गरिसक्यो बियोस बनाएर। अनि यस ठिकै लाग्यो, त्यस्तो केही लाग्छ छैन। अब इन्डोस्कोपीको रिपोर्ट आएको छ, डक्टरले देखाएर। भाइको अझ भयो होइन, भाइ आज पालो छ अरे। मेरो चाहिँ पहिला गराएर नि भाइको गराउने हो। सो त्यही हो, कुरिरहेको छौँ डक्टरको पालो। गाइज हामी चाहिँ हस्पिटलदेखि सबै होइन, भाइको पनि सबै उपचार भइसक्यो, हस्पिटलदेखि आइसक्यो। अब चाहिँ हामी जान लाग्छौँ खाना। पैसा त खर्च भयो नि होइन। हस्पिटलमा अब अझ खनगान फर्म हुन्छ होइन। भाइको 1,50,000, मेरो 2 लाख त्यसरी खर्च हुन्छ गाइस कोरियामा होइन। महँगो छ क्या। अझ खनगान फर्मले त्यो फर्म गरेर हो। खनगान फर्मले आधा बेहोर दिन्छ। खनगान फर्म नभए त झन् यहाँ त चिल्ड्रीमै हो। इलिगल साथीहरूको त झन् चिल्ड्रीमै हो। इलिगल साथीहरू त अब हस्पिटल पनि यस्तो बिरामी सिरामी भयो भने त झन् लास्टै गाह्रो हुन्छ होला। त्यो कुरा होइन। अब गएर जाउँ, खाना खाउँ यहीँ। भाइ चाहिँ कोठामा नजाने, यतै खाएर जाउँ भन्ने। लास्टै भोक लागिसक्यो, रिङ्गटा चलिसक्यो होइन। बेहोस पारेको, टाउको दुखिरहेको छैन। हिजो नि 5:30 बजे खाएको नि, कहाँ त्यसपछि त खाएकै छैन नि। हिजो साँझ 5:30 बजे खाना खाएर त्यसपछि बिहान 9 बजेदेखि राति 9 बजेदेखि केही नखाने रे। अब यो इन्डोस्कोपी गर्दाखेरि केही खान दिन्न क्या। अनि अहिलेसम्म केही पनि खा। भाइ त झन् भर्खर अघि नै पानी मात्र खायो होइन। त्यस्तो हुन्छ गाइस, के गर्ने अब। ल्याम्म भात खाने हो एक थाल। म चाहिँ प्रायः यसमै खान्छु, हिमालय डाँफे रेस्टुरेन्ट। नेपाली के भन्छ, हिमालय डाँफे भन्छ यसलाई। यहीँ चाहिँ प्रायः खाइन्छ हामी चाहिँ खाना। यता वाइ राइस खाना। धन्यवाद दाजु, मिठो गरी खानुहोस् है। ओके, हाम्रो चाहिँ खाना आइसक्यो होइन। ल्याम्म खाने हो। मैले चाहिँ नेपाली खाना मगाएँ, मैले चाहिँ फ्राई राइस। यति भएपछि त भयो नि त होइन। ओके गाइस, मेरो चाहिँ सक्यो होइन। भाइले चाहिँ अझै झान्दैछन्। म त फास्ट हो पुरै, लास्टै भोक लाग्थ्यो होइन। तर भाइले लास्टमा खानै सकेनन् होइन। यत्रो भात छोड्दै बुढी भर्यो अरे भाइको। हाम्रो चाहिँ के अरे खानासाना खाएर हिँडेको होइन। अब चाहिँ मस्तले खाना खायो, टम्म भइयो होइन। अब चाहिँ कोठा गएर मजाले ल्याम्म पारेर सुत्ने हो। अब त्यही हो, कोठा जाने अब। हाम्रो लिफ्ट
गाइस फाइनली कोठामा आइयो होइन हाम्रो कोठा यही हो अनि एकदम थकित लाग्यो अब पुरै त्यो औषधि लाएर होइन त्यो बेहोस बनाएको थियो नि त त्यही भएर रिङटा चलेर एकदमै निन्द्रा पनि लागिरहेको छ पुरै थकित पनि लागिरहेको छ सो आजको ब्लगमा यति नै गाइज होइन अर्को ब्लगमा फेरि भेटौँला है त टाटा बाई बाई